हजुर नमस्ते सर मेरो तर्फबाट अर्को भिडियो लिएर आइसकेको छु हजुरहरूको माझमा हेर्न सक्नुहुनेछ हजुरहरूले एकदम दामी 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 रेसिपीहरू छ र एकदम दामी गरेर यो दिदीले चाहिँ एकदम मिठो मिठो गरेर खानुहुन्छ है साथीहरू सबैजनाले हेर्नु होला दिदीले खानुभएको यस्तो मिठो गरेर खानुहुन्छ र दिदीले चाहिँ आफै कुक गर्नुहुन्छ है साथीहरू हेर्नुहोस् त कस्तो बढियाले खाइराख्नु भएको छ वाउ 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 के गुवाम है चटनी या सस के बनाउनु भएको छ यस्तो मिठो गरेर खानु हुँदैछ नि आमामा के भन्नु है दिदीको खुवाइ चाहिँ एकदम दामी 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 नै छ साथीहरू तपाईँ पनि यो दिदीले खाएको त्यस्तै खानु ट्राई गर्नु है साथीहरू यस्तो धेरै र यस्तो बढियाले खाइराख्नु भएको छ हेर्नु सक्नुहुनेछ हजुरहरूले टेस्टी टेस्टी छ हेर्नु पिस लिनुभयो यस्तो मिठोले खानुहुन्छ नि एभ्रिवान तपाईँहरूले देखेर खाएको देखेर एकदम मुखबाट पानी आउने है साथीहरू